अहिले हामी चाहिँ माधव मरासिनीको बिहेमा छौँ हैन। बिहे भन्नाले भोलि बिहे हो। अब यतिकैमा अब हामीसँग यहाँ 84 वर्ष गर्नुभएको हजुरआमा हुनुहुन्छ। माधवले बिहे गर्दा 28 वर्ष लाग्यो आमा हैन। हजुर 28 वर्ष भयो। हजुरले कति वर्षमा बिहे गर्नुभयो? म त 5 वर्षमा बाए। कसैले पत्ताउन मेरो 5 वर्षमा बिहे भएको हो र। कसैले पत्ता म त कहाँ कहिले सत्य जुकी हो त्यो भाइ लड्या धोतीले बिहे भएको अरू के होइन। ए बिहे हो के हो भन्ने थाहा थियो कि न? थाहै छैन भाइ के को थाहा छ। 5 वर्षमा पनि त्यतिकै बिहे गर्दिनु। त्यतिकै बिहे उम्केर बसे मागेर हार मनायो भनेर हतकी दिनी भाइ माग्न आउने गरेर छोरी उनी गर उठेर माग्न हिँड्थे। अहिले त माग्न हिँड्दैनन् भाइ। अहिले त केटालको माया पार उकेर बिहा हुने होइन र। बाबुआमाले मागेर कसैले बिहा हुन्न। अहिले त्यति 5 वर्षमै होइन? 5 वर्ष बिहा भयो। 5 वर्ष 10 वर्षमा घर आएछु भाइ। अझ हिँड्दैछु। 10 वर्षमा घर आइदिएन? घर आएँ पाहाडमा लगेर भाइ 10 वर्षमा आएको मान्छेलाई के सुख भयो त। केही थाहै भएन। तिमी कति वर्ष भयो? 8 वर्ष भयो। तिमी 10 वर्ष। यत्रै उमेर हुँदा जानुभएछ कि अझै सानी हुनुहुन्थ्यो। अनि हजुरबाखेरि कति वर्ष हुनुहुन्थ्यो बिहे गर्दा? हाम्रो बुढा तपाईँ 5 वर्ष बुढाखेरि 15-16 वर्षले होला देखाइन्छ। ए हो र। हो हाम्रो हजुरआमाखेरि 8 वर्षमा बिहे भएको। अहिले त भाइ केटीले केटालाई केरा आएर भाइ अहिले त स्वर्ग छ भाइ। स्वर्ग छ। ए खाना लाग्यो मलाई त मलाई केला बिहार ल्याइदिस् मलाई चाहिएको ल्याइदिनु पर्छ भन्छन् केटीले केटालाई भन्छन् भन्दैनन् भाइ। बुझ्न त बुझिन्छौ। अहिले स्वर्ग छ। अहिले त स्वर्ग छ। पहिला जस्तो भएको भए त आमा होइन। हाम्रो त भाइ नपिसिकन डाला भुइँ मकै पिस्ने हो भाइ। गहुँ पिस्ने हो कोदो पिस्ने हो। हामीलाई त त्यति दुःख छ। खोला र पानी बोक्ने हो। अहिले त बोरा चामल खाने बेच्दै सोचेर छ घरै पानी छ। यसो पोचा लाउन नि होइन पोचा बगड्दै भयो। त्यही पोचा मिलाउँदै हार खाइन्छ। पहिला बिहान नै उठेर लिप्न पर्थ्यो। गोबर चाहियो माटो चाहियो भाइ। अहिले काल गोबर माटो चाहिन्न। पोसाले लिप्ने हो। फिनेलले हो भाइ। अहिले काल त स्वर्ग छकर भाइ छैन त भाइ। पानी लिन कति टाढा जानुहुन्थ्यो? पानी लिन जाँदैन भाइ। पानी त 12 खेप पानी बोक्नु पर्छ। बिहानमा 2 बाटी बिचमा जाने गाडी बल्ल बल्ल त्यति पानी बिहानभरि बोकेको छ। बोकेर गाडी धोएर दिनभर उजेर यो करेक्ट घाटामा किरी गर्थेँ भाइ। भाइ कति आँसु आउँथ्यो भाइ। मेरो रुन्थेँ सम्झँदा अझै पनि आँसु आउँछ भाइ। अनि भैँसी बाख्रा डिगा बाख्रा पाल्नु थियो? एउटा गोठामा भैँसी एउटा गोठामा गाई गोरु बाख्रा 12-15टा गाई गोरु कति थियो भाइ। जति खायो भने कोखाना डिगा कराएको भैँसी त पाहाडमा त उकालो ओह्रालो गर्दै ओह्रालो काँडा म्यालका काँडा बिच्न बाँधेर आउँछ। कति दुःख छ भाइ। अनि पहिले बच्चाखेरि कति वर्षमा जन्माउनु भयो त? मैले ख्याल भएन भाइ। केटाकेटी कतिजना छोरा छोरी भयो? 6 भाइ छोरा जन्मेका। 3 भाइ छन्। 3 भाइ गए। 2 छोरी र 3 भाइ छोरा छन्। 3 भाइ छोरा गए जान भाइ। 6 भाइ छोरा जन्मेका मलाई कसैले पठाउँछ त भाइ। भगवान्ले दिन आउकर हजुर भगवान्ले दिएपछि हेर त नानी मेरो फोटो त गएछ भाइ। यही छ। मेरो फोटो त गएछ भाइ। हो नि त मुनि संसारमा बटाइदिउँ। ए नानी